सदस्यहरू, सम्माननीय सभामुखज्यू, माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन कार्यक्रम अनुसार निर्धारित समयभित्र सभामुख पदमा माननीय सदस्य डोल प्रसाद अर्याललाई निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्तावको सूचना प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका प्रस्तावक माननीय रवि लामिछानेलाई यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। समय 10 मिनट। सभाध्यक्ष महोदय, सम्माननीय सभामुख महोदयको अनुमतिले यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दछु र मैले यो प्रस्तावमा सम्पूर्ण राजनीतिक दलहरूले उम्मेदवारी नदिएर समर्थन गरिसक्नु भएको हुनाले सम्मानित सदनको यो महत्त्वपूर्ण समय मैले खर्च गरिरहनु त्यति उपयुक्त हुँदैन। म सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो प्रस्तावलाई सर्वसम्मत गर्नका लागि गर्नुभएको यो मद्दत र यसको राजनीतिक एउटा सम्मान सबै कुराका लागि धन्यवाद दिँदै फेरि पनि अग्रिम शुभकामना र अग्रिम बधाई दिन चाहन्छु डोल प्रसाद अर्याल मान्यज्यूलाई। धन्यवाद। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका समर्थक माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका अर्का समर्थक माननीय अर्थमन्त्री स्वर्णिम मोगलेलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले माननीय सदस्य रवि लामिछानेले यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको समर्थन गर्दछु। यस
अभूतपूर्व जनादेश प्राप्त सार्वभौम संसदको गरिमामय सभामुख पदमा हाम्रो पार्टीका संस्थापक नेता, उपसभापतिका रूपमा सहयोद्धा र मेरा मित्र डिपी अर्याललाई यस पदका लागि पार्टीले अघि सारेको छ। उहाँ निर्विरोध निर्वाचित हुने क्रममा हुनुहुन्छ। म उहाँलाई नेपाल सरकार, हाम्रो पार्टी र व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई र शुभकामना दिन चाहन्छु। यस अघिको संसदमा उहाँले विधायकका रूपमा विशिष्ट भूमिका निभाइसक्नु भएको छ र नेपाल सरकारको मन्त्रीको पनि अनुभव लिइसक्नु भएको हुनाले कार्यपालिका र व्यवस्थापिका बीचको जुन भूमिका हुन्छ, हाम्रो संविधानले जस्तो भूमिका अपेक्षा गरेको छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ र उहाँले अब आगामी यस गरिमामय पद, यस ऐतिहासिक संसदको अभिभावकको रूपमा बडो जिम्मेवारीपूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ। एउटा ठुलो पुस्तान्तरण प्रतिबिम्बित भएको यस संसदमा उहाँको संक्षिप्तै भए पनि असाध्यै परिपक्व राजनीतिक अनुभव जुन छ त्यसलाई यस सदनमा पनि ल्याउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ। विगत केही वर्षमा हाम्रो पार्टीले जुन प्रतिकूलता झेल्नु परेको थियो, पार्टीमाथि, हाम्रा सभापतिमाथि भएको प्रहार हुँदा हामी दुई उपसभापतिका रूपमा जसरी पार्टीलाई सम्हालेर अगाडि लग्न सक्यौँ, त्यस अनुभवबाट पनि मलाई लाग्छ सिङ्गो राष्ट्र लाभान्वित हुनेछ। मैले व्यक्तिगत रूपमा देखेको उहाँको उत्कृष्ट व्यवस्थापकीय क्षमता छ, शालीन समन्वयकारी भूमिका छ र एउटा औसत मध्यम वर्गीय सङ्घर्षबाट ओतप्रोत भएको एउटा जुन गाथा छ, जीवन गाथा छ, त्यसलाई सार्वजनिक नीतिसँग जोड्नुपर्छ भन्ने एउटा उन्नत चेत उहाँमा पनि मैले पाएको छु। यिनै लाइफ एक्सपिरियन्सेसहरूबाट अब आगामी संसद लाभान्वित हुनेछ, यसमा म ढुक्क नै छु। संसदको अभिभावक हुँदै गर्दाखेरि सबभन्दा बढी अपेक्षा गरिने गुण भनेको तटस्थता हो। त्यसमा उहाँ खरो साबित हुनेछ भन्नेमा पनि म विश्वस्त छु। एउटा 51 सालतिरको संसदीय अधिवेशनमा एउटा शब्द प्रचलनमा आएको थियो, सस्पेन्डेड एनिमेसन। कुनै दलीय आबद्धता नराखिकन त्यो तटस्थतालाई थप प्रत्याभूत हुने गरेर एक किसिमको त्याग नै गरेर पनि यो जिम्मेवारी लिनुपर्ने हुन्छ। त्यसमा पनि माननीय डिपी अर्यालले त्यो इङ्गित गरिसक्नु भएको छ र हाम्रो पार्टीको तर्फबाट पनि त्यो रोजाइलाई इन्डोर्समेन्ट हुने नै छ। म टुङ्ग्याउँदै गर्दा अलिकति इतिहासतिर फर्कन चाहेँ। 2015 सालको ऐतिहासिक निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित गर्नुभएको थियो। सरकार सत्ता पक्षको हुन्छ, संसद विपक्षको हुन्छ भन्ने मानक त्यति बेलै स्थापित भएको थियो। त्यसलाई हामीले अघिल्ला संसदीय अभ्यासहरूमा कति उतार्न सक्यौँ भन्नेमा प्रश्न आउला, शोधकर्ताहरूले यसमा चाहिँ विश्लेषण गर्दै गर्लान्, तर त्यो एकचोटि फर्केर न्याय गर्नुपर्ने मानक हो जस्तो हामीलाई लागेको छ। प्रचण्ड बहुमतले सत्तापक्ष बलियो हुँदै गर्दा विपक्षीहरूप्रति थप उदार र सहिष्णु हुनुपर्ने पनि हाम्रो पार्टीको मान्यता रहेकै छ। बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि 48 सालका पहिला सभामुख दमननाथ ढुङ्गानाले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ती उच्च मानकहरू के हुन सक्छन् भनेर पुनर्स्थापित गराउनु भएको स्मरण म यहाँ गर्न चाहन्छु। उहाँले पनि बडो डिग्निटीका साथ त्यो पदलाई न्याय गर्नुभएको अहिले इतिहासकारहरूले पनि मूल्याङ्कन गर्ने गरेका छन्। थिति बसाउने, पद्धति बसाल्ने र कहिलेकाहीँ निरस हुने संसदीय गतिविधिहरूलाई पनि उहाँले असाध्यै उच्च हास्य चेतले पनि चाहिँ पस्केर संसदलाई जीवन्त बनाउनुभएका उदाहरणहरू छन्। त्यति बेला असाध्यै विरोध गरिराख्नुहुने एकजना सांसद हुनुहुन्थ्यो, विरोध खतिवडा, सधैँ विरोध गर्ने र सभामुखको पदबाट दमननाथ ढुङ्गाले भन्नुहुन्थ्यो, हजुरको काम विरोध गर्ने, मेरो नामै दमन, मेरो काम चाहिँ दमन गर्ने भन्नुहुन्थ्यो।
त्यसैले यो खालको एउटा हाउसलाई जीवन्त लाइभली एउटा कर्मकाण्डमा मात्रै सीमित नगरिकन नेपाली जनताका मुद्दाहरूलाई मुखरित गर्ने एउटा स्पेस प्रदान गर्ने त हो नै, तर त्यसलाई नतिजासम्मै टुङ्ग्याउने र त्यो प्रक्रियालाई जीवन्त एउटा लोकतन्त्र यसरी पनि बग्छ है भनेर देखाउने जिम्मेवारी सभामुखमा हुन्छ। हामीले उहाँबाट त्यो सिक्ने हो। र 65 सालपछि संविधान सभाले अर्को सङ्क्रमणको व्यवस्थापन गर्दै थियो। असाध्यै पेचिला चुनौतीहरू थिए। त्यति बेला सुभाष नेमाङले निभाउनु भएको आफ्नो कानुनी विज्ञता इत्यादिलाई उतारेर जुन व्यवस्थापकीय समन्वयकारी भूमिका उहाँले निभाउनु भयो, त्यसले पनि असाध्यै जटिल सङ्क्रमणलाई पार लगाउनको लागि तत्कालीन व्यवस्थापिकाले भूमिका खेलेको थियो। त्यसैले कृष्णप्रसाद भट्टराई, दमनाथ ढुङ्गाना, सुभाष नेउवाङ जस्ता आफूभन्दा अगाडि आएका अग्रजहरूका राम्रा कुराहरूलाई, तर अहिलेको आधुनिक नेपालको आधुनिक पुस्ता, नयाँ पुस्ताका अपेक्षा आकाङ्क्षाहरूलाई पनि जसरी हाम्रो पार्टीले ग्रहण गरेर जेनजी आन्दोलनको मर्मलाई बोकेर अगाडि बढ्यौँ र आज यो ऐतिहासिक उपस्थिति हामीले चाहिँ यहाँ हासिल गर्न सकेका छौँ। यो सबैको मर्मलाई उहाँ माननीय डिपी अर्यालले बोकेर यसलाई चाहिँ आफ्नै शैलीमा ढालेर एउटा मौलिकता दिनुहुनेछ र यो संसदीय कार्यकाल, यो 5 वर्षको ऐतिहासिक संसदीय कार्यकाल नेपालकै संसदीय इतिहासमा चाहिँ साँच्चीकै अनुपम हुनेछ भन्नेमा म विश्वस्त छु। माननीय डिपी अर्याललाई बधाई तथा शुभकामना दिँदै म बिदा हुन्छु। हस्त धन्यवाद। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका अर्का समर्थक माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं शहरी विकास मन्त्री सुनिल लम्साललाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयले को अनुमतिले माननीय सदस्य रवि लामिछानेले यस सभाका माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावमा समर्थन गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब उक्त प्रस्तावका समर्थक माननीय कानुन तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रस्तावको समर्थन गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, आज म यस गरिमामय प्रतिनिधि सभामा माननीय डोल प्रसाद अर्यालज्यूलाई सभामुख पदका लागि माननीय रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्तावको समर्थकको रूपमा उभिँदै गर्दा गौरव र जिम्मेवारी दुवैको गहिरो अनुभूति गरिरहेको छु। सम्मान्य सभामुख महोदय, सर्वप्रथम त म आज यस गरिमामय संसदमा उभिँदै गर्दा केवल एउटा प्रतिनिधि मात्रै होइन, चितवन क्षेत्र नम्बर 3 को त्यो माटोको स्वर लिएर उभिएको छु, जहाँ माडीको हनुमान झुलादेखि भरतपुरको पारस बस पार्कसम्म, गोलाघाटदेखि शिवाघाटसम्म प्रकृतिले आफ्ना अनुपम छटाहरूले भरिदिएको छ। तर सभामुख महोदय, यही सुन्दर प्रकृतिको काखमा एउटा गहिरो पीडा पनि लुकेको छ। त्यो सौन्दर्यभित्र सङ्घर्ष छ, त्यो हरियालीभित्र अभाव पनि छ। आज म ती मानिसहरूको प्रतिनिधित्व गर्दै यस सभामा उभिएको छु, जो इमान्दार छन्, जो कर्मठ छन्, जो आफ्नै पसिनाले धरतीलाई उर्वर बनाउँछन्, अन्न उब्जाउँछन्, तर मल, बिउ बिजन, सिँचाइ जस्ता सामान्य आवश्यकताबाट पनि वञ्चित भएर निराशा र पीडासँग जुधिरहेका छन्। म ती आवाजहरूको प्रतिनिधित्व गर्छु, जसले वर्षौँसम्म लाल पूर्जाको नाममा गरिएको राजनीतिका कारण आफ्नै भूमिमा पनि भूमिहीन बनेर बस्नु परिरहेको छ। सभामुख महोदय, जसले
एक मुठी माटोको अधिकारका लागि जीवनभर याचना गरिरहनु परिरहेको छ, त्यस्तो मानिसहरूको प्रतिनिधित्व म गरिरहेको छु। जहाँ मानिस र जनावरहरूको द्वन्द्वमा मानिसको जीवन जोखिममा छ र मानिसहरूले हामीलाई केही चाहिएको होइन, केवल मानिस भएर मलाई बाँच्न देऊ न भनेर याचना गरिरहनु परिरहेको छ, त्यस्तो ठाउँको प्रतिनिधित्व म गरिरहेको छु। सभामुख महोदय, यी चितवन क्षेत्र नम्बर 3 का प्रतिनिधिमूलक समस्याहरू चितवन क्षेत्र नम्बर 3 का मात्रै होइनन्, देशभरिका समस्याहरू हुन्। माननीय सदस्यहरूले जनताले दैनिक रूपमा भोगिरहेका यी र यस्तै समस्याहरू उठाउँदा म विश्वास गर्दछु सम्माननीयको आसनबाट भोलिबाट माननीय डोलप्रसाद अर्यालज्यूले समाधानको लागि संसदको तर्फबाट कानुन निर्माण गरेर र सरकारको तर्फबाट कानुन कार्यान्वयन गर्न प्रेरित गरेर सहजीकरण गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। जनताको दैनिक जीवनमा भोगिरहेका समस्याहरू उठाउने सांसदलाई सम्माननीयज्यूले प्रोत्साहन गरी सरकारलाई सदन मार्फत यी आवाजहरू सुनाउनको लागि पहल गरिरहनुहुनेछ भन्ने मैले विश्वास व्यक्त गरेको छु। सभामुख महोदय, यसपटक 2082 को निर्वाचनले यो संसदको स्वरूप मात्रै परिवर्तन गरेको छैन, यसले देशको मनोविज्ञान नै बदलिएको सन्देश पनि दिएको छ। धेरै नयाँ अनुहारहरू यस संसदमा प्रवेश गरेका छन्, तर ती अनुहारहरू परिवर्तनको आकांक्षा बोकेर जनमतका प्रतिबिम्ब बनेर यस संसदमा उभिएका छन्। सभामुख महोदय, यस निर्वाचनले स्पष्ट भनेको छ नेपाल अब यथास्थितिमा बस्न तयार छैन। नेपाल अब तदर्थवादको चक्रमा अल्झिरहन पनि चाहँदैन। नेपाल अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ परिणामको खोजीमा छ। त्यसैले सभामुख महोदय, यो परिवर्तनको अपेक्षा, भरोसा र प्रतिज्ञाको मञ्च पनि बनेको छ। म आज यस रोस्टमबाट चारैतिर आँखा डुलाउँदै गर्दाखेरि म केवल सांसदहरूको अनुहार मात्रै देखिरहेको छैन, म आजको यस उपस्थितिमा सम्पूर्ण नेपालका कठिन भूगोलहरूको कथा पनि देखिरहेको छु। यहाँ पीडा पनि देखिरहेको छु, सङ्घर्ष पनि देखिरहेको छु र सँगै नेपालको उज्यालो भविष्यको आशा पनि देखिरहेको छु। नेपालको भूगोलमा हिमालको भोटदेखि तराईका फाँटसम्म फैलिएका आवाजहरूको प्रतिनिधित्व यो संसदमा छ। नेपाल र नेपालीको दुःख जति छ, सँगसँगै आजको यस संसदमा सम्भावनाहरू पनि छन्। त्यसकारणले दुःख र सम्भावना आज सँगसँगै यात्रा गरिरहेको पनि मैले अनुभूत गरिरहेको छु। सभामुख महोदय, आज यस संसदमा उभिरहनुभएका हाम्रा मान्य सांसदज्यूहरू पदभन्दा पनि बढी प्रतिज्ञा लिएर आउनुभएको छ। त्यसै कारणले गर्दाखेरि सम्मान्य सभामुख महोदय, यसपटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नै पर्छ। यो संसद जनताको मुद्दामा केन्द्रित हुनैपर्छ, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नै पर्छ। नयाँ ऊर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको पनि उपस्थिति छ, जसले मिलेर यस संसदलाई अझ परिपक्व बनाउनतिर लाग्नै पर्नेछ। तर हामीले बुझ्नै पर्छ कि लोकतन्त्र केवल भाषण र बहसले मात्र होइन, हाम्रो बहसहरूले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ। त्यसकारणले स्वस्थ बहस आवश्यक छ, तर बहस केवल बहसमै मात्र सीमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ। त्यसै कारणले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाममुखी हुनुपर्छ भन्ने कुरामा म सम्पूर्णलाई निवेदन गर्न चाहन्छु, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिबिम्ब बन्न सकोस् र हाम्रो सभामुख महोदयले भोलिका दिनदेखि यस कुराको लागि सहजीकरण गर्नुहोस् र हाम्रा मान्य सांसदज्यूहरूले पनि आफूलाई त्यही प्रकृतिले जिम्मेवार बोध गर्न सक्नुहोस्। सम्मान्य सभामुख महोदय, मान्य डोलप्रसाद अर्यालज्यू निर्विरोध रूपमा निर्वाचित हुनुभएको छ, जो आफैमा यस सदनको सामूहिक विश्वास बोकेर आउनुभएको छ भन्ने कुराको स्पष्ट अभिव्यक्ति पनि हो। त्यसकारणले यो केवल निर्वाचनको परिणाम मात्रै होइन, यो सदनले तपाईँमाथि राखेको भरोसा पनि हो भन्ने कुरा म यहाँलाई स्मरण गराउन चाहन्छु सम्मान्य सभामुख महोदय मार्फत। अब यो विश्वासलाई संस्थागत गर्ने, संसदलाई गरिमामय, निष्पक्ष र प्रभावकारी बनाउने जिम्मेवारी सम्मान्य सभामुख महोदय मार्फत भोलिबाट नवनिर्वाचित सम्मान्य सभामुख महोदयको हुनेछ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। म विश्वास गर्दछु कि तपाईँको नेतृत्वमा यो संसद बहसको सशक्त मञ्च बन्नेछ, जहाँ जनताको मुद्दा केन्द्रमा रहनेछ, बहस तथ्यमा आधारित हुनेछ र त्यही बहसबाट स्पष्ट नीतिगत निष्कर्ष निस्किनेछ, जसले सरकारलाई सही दिशामा मार्ग निर्देशन गर्नेछ। सम्मान्य सभामुख महोदय, संविधान जारी भएको वर्षौँ बितिसक्दा पनि अझै धेरै कानुनहरू निर्माण हुन बाँकी छन्। कानुनी आधारको अभाव भएकै कारण जनताले पाउनुपर्ने सेवा पनि सहज रूपमा प्राप्त गर्न सकिरहनु भएको छैन। यो केवल प्रशासनिक विषय मात्रै होइन, योभन्दा अगाडि विगतका दिनहरूमा
संसदमा भएका गतिविधिहरूका बारेमा जनताले कति भरोसा गर्नुभयो कति भरोसा गर्नु भएन भन्ने जनताको विषय हो, तर त्यसमा आत्मसमीक्षा गर्नुपर्ने विषय पनि टटकारो रूपमा उपस्थित भएको छ। त्यसकारणले जति समय गएको दिनहरूमा यस संसदबाट काम भए, कानुन निर्माणमा काम भए, त्योभन्दा धेरै गुणा बढी अबको संसदले गएको 10 वर्षमा नभएका कामहरू पुरा गर्नुपर्ने ठुलो अपेक्षा बोकेर आएको छ। त्यसकारणले अब यसपटकको संसदले स्पष्ट जिम्मेवारी कानुनी रिक्तता पुरा गर्नको लागि काम गर्नुपर्नेछ, शासनलाई प्रभावकारी बनाउनको लागि काम गर्नुपर्नेछ, सरकारलाई जवाबदेहिताको कसीमा राख्नको लागि पनि काम गर्नुपर्नेछ। अब ढिलाइ गर्ने संस्कारलाई हामीले तोड्नै पर्छ, निर्णय गर्ने साहस देखाउनै पर्छ र काम गर्ने संसदको पहिचान स्थापित गर्नै पर्छ। म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउनको लागि प्रतिबद्ध छु भन्ने कुरा पनि म संसद मार्फत निवेदन गर्न चाहन्छु। सामान्य सभामुख महोदय, यसपटकको संसद दलहरूको प्रतिस्पर्धा भन्दा माथि यो पुस्ताको आशा बोकेर आएको एउटा ऐतिहासिक जिम्मेवारी प्राप्त संसद बनेको छ। त्यसकारणले पनि यसपटकको संसद एउटा ऐतिहासिक परीक्षामा उभिएको छ। हामीले आउने पुस्ताको भविष्य सुनिश्चित गर्न सक्छौँ कि सक्दैनौँ, नेपालको अबको मार्गदर्शन सही दिशामा लैजान सक्छौँ कि सक्दैनौँ भन्ने कुराको निर्णय यहीँबाट हुनेछ। हामी यही क्षणमा चुक्यौँ भने इतिहासले हामीलाई कहिले पनि माफ गर्ने छैन। यदि हामी जनताको मुद्दाबाट टाढा भयौँ, यदि तथ्यभन्दा बढी भावनामा अल्झियौँ, यदि अनावश्यक विवादमा हामीले समय खेर फाल्यौँ भने यो संसद आशाको प्रतीकभन्दा बढी निराशाको उदाहरण बन्नेछ। त्यसकारणले सामान्य सभामुख महोदय, हाम्रो बोली यस संसदमा हामीले राख्ने विषयवस्तु, हामीले अभिव्यक्त गर्ने हाम्रा विषयवस्तुहरू मर्यादित हुनुपर्छ, त्यसमा तथ्यहरू हुनुपर्छ भन्ने कुरामा म स्पष्ट छु र त्यही कुरा यो संसदमा सामान्य सभामुख महोदय मार्फत निवेदन गर्न चाहन्छु। किनकि संसद भनेको केवल बोल्ने थलो मात्र होइन, निर्णय गरेर देशलाई एउटा दिशा निर्धारण गर्ने जिम्मेवार संस्था पनि हो। त्यसैले हामीले जिम्मेवारीपूर्वक आफ्नो भूमिकालाई यहाँ प्रस्तुत गर्नुपर्छ। अन्त्यमा माननीय डोलप्रसाद अर्यालज्यूलाई सभामुख पदमा निर्विरोध रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्छु र उहाँको जिम्मेवारीलाई पूर्ण समर्थन गर्दै उहाँको नेतृत्वमा यो संसद अझ प्रभावकारी, मर्यादित र जनउत्तरदायी बन्नेछ भन्ने कुरामा म विश्वास व्यक्त गर्न चाहन्छु। हवस् त, धन्यवाद। मान्य सदस्यहरू, यस सभाका माननीय सदस्य डोलप्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्तावको सूचना प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली 2079 को नियम 7 को उपनियम 3 बमोजिम माननीय डोलप्रसाद अर्याल प्रतिनिधि सभाको प्रमुख पदमा सभामुख पदमा निर्वाचित हुनुभएको घोषणा गर्दछु। माननीय सदस्यहरू, संघीय संसद प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचन हुनुभएकोमा माननीय डोलप्रसाद अर्याललाई मेरो व्यक्तिगत एवं प्रतिनिधि सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। माननीय सदस्यहरू, अब यो प्रतिनिधि सभाको अर्को बैठक 2082 साल चैत 23 गते सोमबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।